हाई एभ्रिवान, स्वागत छ तपाईलाई फेरि पनि अर्को एउटा नयाँ भिडियोमा। फ्रेन्ड्स, टेक्नोले हाम्रो नेपालमा आफ्नो स्पार्क सिरिजको अर्को एउटा नयाँ स्मार्टफोन टेक्नो स्पार्क गो 3 लाई चाहिँ लन्च गरिसकेको छ र यो फोन चाहिँ हाम्रो नेपालमा मात्र 16,000 को प्राइस पोइन्टमा लन्च भएको छ र 16,000 को प्राइस अनुसार यो मोबाइल कतिको राम्रो छ त त्यसको बारेमा हामी अगाडि भिडियोमा डिस्कस गर्नेछौँ। त्यसैले भिडियोलाई चाहिँ अन्त्यसम्म हेरिदिनु होला। अब तपाईहरुको टाइम वेस्ट नगरी सुरु गरौँ आजको भिडियो। फ्रेन्ड्स, आगामी दिनमा अरु यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरिराख्नु होला। साथमा यो भिडियोलाई लाइक र शेयर पनि गरिदिनु होला। सबैभन्दा पहिला हामी कुरा गरौँ टेक्नो स्पार्क गो 3 मोबाइलको डिजाइन र डिस्प्लेको बारेमा। डिजाइनको बारेमा कुरानु पर्दा फोनको ब्याक साइडमा सेम टु सेम आइफोन 17 को जस्तै डिजाइन देख्न पाउनुहुनेछ। फोनको ब्याकको टप साइडमा डुअल क्यामेराको सेटअप, त्यसैको साथमा एलईडी फ्ल्यास र तलपट्टि चाहिँ टेक्नोको ब्रान्डिङ पाउनुहुनेछ। अगाडिपट्टि तपाईहरुलाई वाटरड्रप नचको डिस्प्ले दिएको छ र बिल्ड क्वालिटीको बारेमा कुरानु पर्दा ओभरअल यो मोबाइल प्लास्टिक बिल्डको साथमा लन्च भएको छ। मोबाइलको फ्रेम पनि प्लास्टिकको रहेको छ। साथमा तपाईलाई यो मोबाइलमा IP64 को रेटिङ पनि दिएको छ, यानी कि हल्का फुल्का पानीको छिटाहरू तथा धुलो परे पनि मोबाइललाई त्यस्तो कुनै प्रब्लम हुने छैन। ओभरअलमा डिजाइन र बिल्ड क्वालिटीको बारेमा कुरानु पर्दा 16,000 को प्राइस अनुसार मोबाइलको डिजाइन र इन फिल चाहिँ एकदमै राम्रो रहेको छ। तपाईहरुलाई मोबाइलको डिजाइन कस्तो लाग्यो प्लिज कमेन्ट लेखिदिनु होला। अब हामी कुरा गरौँ डिस्प्लेको बारेमा। तपाईहरुलाई यो मोबाइलमा 6.7 इन्चको HD+ IPS LCD प्यानल दिएको छ। साथमा तपाईलाई यो डिस्प्लेमा 120 हर्ज को फास्ट रिफ्रेश रेट पनि दिएको छ र ब्राइटनेसको बारेमा कुरानु पर्दा तपाईलाई यो डिस्प्लेमा 600 निट्स को पिक ब्राइटनेस दिएको छ। इन्डोर र आउटडोर युसेजको लागि त्यस्तो कुनै प्रब्लम आउने छैन। ओभरअलमा डिस्प्लेको बारेमा कुरानु पर्दा 16,000 को प्राइस अनुसार मोबाइलको डिस्प्ले क्वालिटी चाहिँ राम्रो रहेको छ। तपाईहरुलाई यो डिस्प्लेमा कन्टेन्ट वाचिङको लागि त्यस्तो कुनै समस्या आउने छैन। त्यसैगरी चिपसेट तपाईलाई यो मोबाइलमा युनिएसओसी को T7250 चिपसेट दिएको छ, जुन चाहिँ 12 नैनोमिटरमा बनेको चिपसेट हो र यो चाहिँ एउटा 4G चिपसेट पनि हो। साथमा LPDDR4 यसको RAM टाइप र eMMC 5.1 को स्टोरेज टाइप दिएको छ। रिड एन्ड राइट स्पिड तपाईलाई यो मोबाइलमा डिसेन्ट पाउनुहुनेछ। अब पर्फर्मेन्सको बारेमा कुरानु पर्दा नर्मल युसेजको लागि तथा डे टु डे युसेजको लागि तपाईलाई यो मोबाइलमा त्यस्तो कुनै प्रब्लम आउने छैन। इभन तपाईले यो मोबाइलमा बेसिक 3D गेम्सहरु पनि खेल्न सक्नुहुनेछ। ओभरअलमा पर्फर्मेन्सको बारेमा कुरानु पर्दा 16,000 को प्राइस अनुसार मोबाइलमा तपाईलाई राम्रो पर्फर्मेन्स पाउनुहुनेछ। त्यसैगरी सफ्टवेयर तपाईलाई यो मोबाइलमा आउट अफ द बक्स एन्ड्रोइड 15 दिएको छ, जुन चाहिँ iOS 15 मा रन गर्दछ, जसमा सफ्टवेयर एक्सपिरियन्स चाहिँ डिसेन्ट पाउनुहुनेछ। त्यसैगरी क्यामेराको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा 13 मेगापिक्सल को प्राइमेरी सेन्सर, अर्को चाहिँ AI लेन्स दिएको छ भने सेल्फी क्यामेरामा चाहिँ 8 मेगापिक्सल को सेल्फी क्यामेरा सेन्सर दिएको छ। भिडियो रेकर्डिङको बारेमा कुरानु पर्दा दुवै क्यामेराहरुबाट तपाईले 1080 को 30 fps सम्म चाहिँ भिडियो सुट गर्न सक्नुहुनेछ। ओभरअलमा क्यामेराको बारेमा कुरानु पर्दा फ्रेन्ड्स, डेलाइट कन्डिसनमा दुवै क्यामेराहरुबाट एकदमै राम्रो रिजल्ट आउँदछ। पर्सनली भन्नु पर्दा 16,000 को प्राइस अनुसार मोबाइलको क्यामेरा सेटअप चाहिँ ठिकठाकै रहेको छ। त्यसैगरी ब्याट्री तपाईलाई यो मोबाइलमा 5000 mAh को ब्याट्री, जसलाई चार्ज गर्नको लागि 15 वाट को चार्जर बक्समा पाउनुहुनेछ र ब्याट्री ब्याकअप तपाईलाई यो मोबाइलमा आरामसँग 1 दिनको पाउनुहुनेछ। प्राइभेसी सेन्सरहरुको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा साइड फिंगरप्रिन्ट स्क्यानर, फेस अनलक, चार्जिङको लागि टाइप सी पोर्ट, साथमा 3.5 हेडफोन ज्याक पनि दिएको छ र स्पिकर चाहिँ तपाईलाई यो मोबाइलमा सिंगल स्पिकर दिएको छ, जसको क्वालिटी चाहिँ डिसेन्ट रहेको छ। फ्रेन्ड्स, अब हामी कुरा गरौँ टेक्नो स्पार्क गो 3 मोबाइलको प्राइसको बारेमा। यसको दुईवटा भेरिएन्ट हाम्रो नेपालमा लन्च भएको छ। 4+64GB 15,999 मा, त्यसैगरी 4+128GB 16,999 मा लन्च भएको छ। ल त साथीहरु, यति नै थियो मोबाइलको बारेमा। तपाईलाई यो मोबाइल कस्तो लाग्यो, आफ्नो केही सल्लाह सुझाव भएमा प्लिज एउटा कमेन्ट लेखिदिनु होला। यो भिडियो मन परेमा एउटा लाइक पनि गरिदिनु होला। यदि नयाँ साथीभाइहरुले हाम्रो च्यानललाई पहिलोपटक हेर्नुहुन्छ भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरिराख्नु होला। अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई बिदा लिन्छु। हवस्, धन्यवाद। जय नेपाल।